हेलो साथीहरु, दर्शन नमस्ते। मेरो मनमा लागेको विचार हजुरहरूलाई शेयर गर्दैछ र यो क्वेशन यो अन्तरिम सरकार यानी कि सुशीला कार्कीजीको सरकारलाई मेरो प्रश्न। भदौको 23 र 24 गतेको आन्दोलनको लागि छानबिन गठन गरेको आयोगले भदौको 23 र 24 गते 72 जना जेनजीलाई मर्न बाध्य बनाउने र जति पनि हाम्रो सिंहदरबार संसद भवन जति पनि हाम्रो सरकारी सम्पत्तिलाई जलाएर ध्वस्त पार्ने दुवै पक्षलाई आयोगले स्पष्टीकरण लिइसकेको छ र यस आयोगले 21 गते भन्दा पहिला लाई किन सार्वजनिक गरेन र यो सुशीला कार्कीको सरकारले दुवै पक्षसित लिएको स्पष्टीकरणलाई किन फागुनको 25 गते भन्दा पछाडि लाँदैछ र यस 21 गते हुने चुनावमा 72 जना जेनजीहरूलाई मर्न बाध्य बनाउने पक्षका पनि र संसद भवन सिंहदरबार जति नै हाम्रो सरकारी सम्पत्तिलाई जलाएर ध्वस्त पार्नेहरू पनि यस चुनावी यात्रामा भाग लिएका छन्। त फेरि हामी जनताले यसचोटि चुनावमा 72 जना जेनजीहरूलाई मर्न बाध्य हुनेलाई हामीले भोट हाल्दैछन् या सिंहदरबार संसद भवन जति पनि हाम्रो सरकारी सम्पत्तिलाई जलाएर ध्वस्त पार्नेहरूलाई हामीले भोट गर्दैछ। दिएको बहुमूल्य भोट भोलि भदौको 21 गते पछि त्यो छानबिन आयोगले सार्वजनिक गरेकोमा त्यस उम्मेदवारहरू दोषीको भागीदारी भयो भने यसको जिम्मेवारी कसले लिने र यसलाई फेरि दोबारा हामीले उपनिर्वाचन गर्ने पर्ने हुन्छ। त्यस उपनिर्वाचनमा हुने खर्च कसले बेहोर्ने? यो मेरो सुशीला कार्की सरकारलाई प्रश्न छ र मेरो मनमा यो लागेको छ। हजुरहरूको मनमा के लागेको छ भन्नुहोला। हस्त। जय देश, जय नेपाल।